पाएको छैन कि बा भरे परालो घर छेरी अनि गाइस मिठो रहेछ गाइस खाए ल खोर्सानी त पिरो रहेछ झन् खक्रक्क पाएर खर्याएर ल्याइदिएको रोटी खाऊ न मिठो रहेछ हौ खान पाएपछि मिठो भइहाल्छ नि पिरो हुँदा धेरै नै पिरो खाँदैन अलिकति खाऊ न मिठो छ अनि मिठो छ भनेर के खाइहाल्नु भोकै नलाग्यो अलिकति खाऊ गाइड कोदो रोटी रेकर्डै भएको रहेछ हेर त्यहाँ रेकर्ड भएको छ हेर त त्यो नम्बर चलेको छ कि छैन अनि यसरी हल्लियो भने त हल्लिहाल्छ नि त्यही धेरै नखाऊ है बुढो बिहान फेरि तिमी त भात खाँदैनौ हुन्थ्यो बिहान नपरेर अनि यो चाहिँ कसले खान्छ बिहानलाई के भिजाउँ दाल राजमा भिजाउँ कि दाल भिजाउँ कि आज एक दिन ठन्डा ठन्डा भएको हेर नि मुखै फुटेछ कत्रो छ गाइड रोटी पाकेको छ कि छैन यो पुरै अराउन्ड रहेछ कति बेरसम्म पकायो त्यही भएर अराउन्ड त्यसो मिठो घिउ हालेको घिउ हाले होइन तेल हाले पातलो पातलो हाले भए भन्दा यसो चाहिँ पिठो छ कहाँ छ खोइ कहाँ छ त्यो सेतो त्यो त आँटा मिलाएको भरे छेरेर
धेर खान पाएपछि मान्छे छेरिहाल्नु यो कम्ती खानुपर्छ र छेर्दैन खोर्सानी अलिक ज्यादा हाल्यो हौ अलिक पिरो बेसी भएछ कि अलिक कम्ती खानुपर्छ र हुन्छ हौ नभए त काँचो काँचो भइहाल्छ सक्यो बुढो रोटी छ त खोइ अलिकति छ कति अलिकति त्यत्रो छ अलिकति खै अलिकति ओछ्यान बसेर खानु हुँदैन र हौ यहाँ आऊ न तिमी ओछ्यान बसेर राजा महाराजाहरूले त खाएनन् अरे अरेको कुरा गरेर हुन्छ त खाएनन् अरे त्यो भनेको सुनेको कुरा तिमीले देखा थोडी अरेको कुरा गरे अरेको कुरा कहिले गर्नु कमेन्ट प्लिज है गाइज सुनिराख्नु भएको छ होइन कमेन्ट चाहिँ यस्तो खालको दिनु कि कमेन्ट लेख्न चाहिँ नबिर्सिनु कति खाने त्यस्तो बेलामा त कमेन्ट गर भने त म त गएर तिमी सुक लो पारी पो दिन्छु यो सेतो भनेको खाएँ ल कस्तो मिठो रहेछ त रोटी खान पाएपछि मिठो भइहाल्छ नि हौ अचार खाने अचार झन् मिठो छ अहिले भर्खर दाँत मोलेर आएको थिएँ अचार नखाने त्यस्तो पिरो खानु नि सक्नु पर्यो नि अस्तिको त्यो दियो कहाँ पुगेछ बा त्यही होला कहाँ छ छैन न यो दुइटै दियो भएन त्यो पनि भएन त्यो ठुलो अब तेलै पास नहुँदो रहेछ एक महिना जति तेल जान्छ अब त्यो कहाँ पुग्यो दाल धेर कहाँ फ्याँक्यो त्यो पोको पाएर ठाउँ छैन त्यो त नयाँ भाँडाकुँडा हो पोको पारेर त्यही होला नि छैन क्या त्यो फ्रिजमा हालिदिनु आउँछ तिमीले अनि यो रोटी बेगर के खानु भोलि नखानु खाने